सायद मैले कसैलाई नराम्रो गरेको छुइनँ होला आजसम्म। आफू गलत नहुँदै पनि कस्तो अलिकति सिचुएसन भन्दा फरक डिसिजन लिनै पर्ने हुन्छ नि त। अनि मान्छेले के सोच्छ, अलिकति प्रगति गरे अब ठुली भइयो, अहिले चाहिँ यिनीहरू ठुलो भयो, यिनीहरू अहिले चाहिँ फेरि सबैजनाले कि अब पैसा कमाएको छ अनि यसलाई त अब को चाहियो र भन्नुहुन्छ क्या। तर बरु मलाई तैँले यस्तो नानी छ, 2टा बच्चा छ, यसरी कसरी काम गरेर तैँले होइन म्यानेज गरेको छ, हाउ टु म्यानेज भनेर बरु सोधिदिनु नि है। हो नि फोन उठाउनु छैन, म्यासेजको रिप्लाई दिनु छैन, यस्तो भन्नुहुन्छ क्या होइन। अनि अब त्योभन्दा उता पछाडिमा हामीले कति घन्टा सुतेको छौँ होइन। म आई क्यान टोटली रिलेट। किनभने मान्छेलाई कुनै मान्छे बनेको छ कि राम्रो गरेको छ भने राम्रो वेल विशरहरू पनि हुनुहुन्छ, तर खुट्टा तान्नेहरू पनि धेरै हुँदो रहेछ। धेरै मैले खुट्टा तान्नेहरू फेरि टाढाको मान्छे नभएर आफ्नै मान्छे मान्छेहरू क्या।